गर्ने विचार छ कि नै? त्यो बोलाएपछि केटी मान्छे नआउला त अनि बोलाएकै छैन यार, म किन बोलाउला उसलाई? अनि के हो त? मेरो आँखाले के देख्यो ह? के गर्नु भएको त अनि? हात नसमातेर के हो यो? हात चाट्न लाग्यो? के हो? को हुन् भने सुन्नु भएन? मलाई के त यार, को केटी आयो म यहाँ बस्दै? मलाई के थाहा? हात समातेर किन बस्नु भएको त यहाँ? केटीको नजिक नजिक चिप्केर एकै बेन्चमा बसेपछि अब उसले हात लागेको होला नि त। लागेको? के यस्तो यस्तो गरेर लागेको हो? तिमीले मलाई चिन्दैन अरे? बुढा म भनिरहेको छु। के रे तिमीले मलाई चिन्दैन अरे? तिमी को हो त? तिमीले मलाई कसको जा दिएको दिन दिएको नि अनि त्यहाँ अरु चिजन बस्ने? तिमीले मलाई कल गरेर बोलाएको होइन? मैले तिमीलाई कति बेला कल गरे? तिमीले मलाई बोलाएको थियो र म आए त्यसै आउँछु म। मैले देखेको आँखाले बुझ्नु भयो नि? देखेर हुन्छ? दोकानको त देखेको तिमी? मैले तिमीले कल गरेर बोलाएकै छैन। तिमी को? म तिमीलाई चिन्दैन। तिम्रो नम्बर मेरोमा कहाँबाट आउला र? कहाँबाट नबोलाए अहिले म त्यसै आउँछु अरु केटाले बोलाएपछि। म तिमीलाई कल गरेर किन बोलाउला भने? तिमीले बोलाएर त आए म। अहिले आफ्नो बुढीको अगाडि धेरै नाटक नगर है तिमी। बुढी कसम के कसम नबोलाए उत्तिकै आउँछन् अनि बस्नु किन भएको त्यहाँ? कसम मलाई थाहा छैन यार। धेरै नाटक नगर्नु मलाई म आरामले यहाँ बस्छु। म आरामले एक्लै बसिरहेको थिएँ होइन? उ आएर त्यही भएर यिनीसँग बस्दै थियो मैले देखेन। अरे होइन के, म आफै सुन न, म आफै त्यहाँ बसिरहेको थिएँ होइन? उसले आएर मेरो हातमा यस्तो गालो आफै गरे अनि उठ्न सक्नुहुन्न त्यहाँनिर? ए मलाई बोलाउँदाखेरि बोलाउने अहिले त्यस्तै मैले तिमीलाई हात लगाए अरे टच गरे अरे त्यस्तै। अनि त तिमीले किन समातेको मेरो बुढाको हात? तिम्रो बुढाले मेरो हात समाएपछि किन? म छु त, म बुढी छु भन्दा तिमी किन आएको त अनि? मलाई थाहा छ तिमी म चिन्दैन बुढी यसलाई, म चिन्दैन। चिन्दैन हजुर चुप लाग्नु दुईले चुप लाग्नु बुझ्नु भने तिमीले आफ्नो रङ देखायो होला। तिमीले आफ्नो अगाडि देखायो अहिले। देख्यौ तिमी कसरी बसिराख्यौ? दादा भनेर तिम्रो सपोर्ट गर्ने वाला छैन म। जे गलत हो त्यो गलत हो। सही भन्नुभयो। अरे यार मलाई पागल नबनाऊ त, म आफै यहाँ एक्लै बसिरहेको थिएँ। म चिन्दैन भने त यार उसलाई। ऊ यहाँ म बसिरहेको थिएँ, ऊ आएर मेरो हात समातिरहेको थियो। अनि एक्लै बसेर हातमा यसरी अङ्गाल हालेर बस्नुपर्छ सँगै? अङ्गाल मैले अनि हजुरले सुन उसले भने मेरो यसमा के लाग्यो चाहिँ यसरी मेटाइदेऊ न भनेर मैले चाहिँ हात यस्तो गरेको। मायाले यस्तो तिमी पनि म छु भन्दा पनि तिमीले बुझ्नु पर्दैन केटी मान्छे भएर? मलाई केटीले के गर्न खोज्या? बिहे गर्न खोज्या हो? के त के? अनि सुन, के बोलाएपछि केटी मान्छे नआउला त अनि? के मैले बोलाएकै छैन यार, म किन बोलाउला उसलाई? किन आइन त? किन आइन? अब यार बजारमा यार यत्रो हिँड्ने बाटोमा मान्छे नआउला यार। अनि त्यहाँ चिप्केर बस्नुपर्छ? अरे म किन हजुरको के गर्छ? सबभन्दा ठुलो कुरा बिहेको दिनमा यस्तो को गर्छ? अरे कुरा त को गर्छ? बिहे गर्ने विचार छ कि नै? मेरो यसमा चाहिँ माटो छ भने पुज्थ्यो भने होइन? किन बुझ्नु पर्यो त अनि? माटो त चिप्केर बसेको मेरो आँखाले देखेको। हेल्प नगर्ने म हुन्छ है म मार्दिन्छु है। हेल्प नगर्ने मान्छेलाई हेल्प नगर्ने अनि हेल्प त गर्ने हो अनि त्यसरी हो चिप्केर गर्ने हेल्प? अरे यार यो मान्छे किन झुट बोल्ला? किन झुट बोल्ला? के चिन्दैन भनिराख्छु त। चिन्दैन होइन म नाटक नगर्नु त्यहाँ चिन्दैन। ए बहिनी त भन्नुहोस् न उसलाई। तिमी के हुन बोलायो मलाई। तिमी छोड्न बोला यार, तिमीलाई म चिन्दैन यार। त्यसै भन्न पाइन्छ त? तिमीलाई म माथि विश्वास छैन? हैन किन चिप्केर बसेको त अनि? अरे भगवान कसम यार, म उसलाई चिन्दैन। मलाई धेरै रिस नउठाउनु बुझ्नु भने? चिन्दैन भने अनि यो हात समातेर चाहिँ किन बस्नु पर्यो? किन बस्नु भएको? सानो कुरा हो। मैले हात समाते होइन यार। के गर्नु भएको त अनि? हात नसमातेर के हो यो? हात चाट्न लाग्यो? धेरै माथिने काम नगर है दाइ भनेर कि तिम्रो सपोर्ट गर्ने वाला छैन म। जे गलत हो त्यो गलत हो। अनि बिहेको दिनको यस्तो गर्छ? म बेहुली रेडी भएर आएको छ, म पनि रेडी भएर आएको छु अनि बेहुली अरू केटीसँग कल गरेर बोलाएर नि अब बिहे हो त म्यारिज हल जानु ढिलो भइरहेको छैन? उसले भन्यो हजुरको कपडा कस्तो राम्रो छ होइन? हाम्रो बिहेमा मेरो बुढालाई चाहिँ यस्तै कपडा लाउँछु मलाई। यो सब झुट हो। उसले नै मलाई बोलाएको फोन गरेर उसले भनेको जे भनिराख नि उ सब गलत हो। के भन्नु भएको थियो? मसँग बिहे गर्ने विचार छ कि नै? मलाई नबजाऊ यार तिमी, कसम यार मलाई मैले गरे छैन भनिरहेको छु त तिमी किन भन्दैनौ यार? म चिन्दैन। ए बहिनी तिमी छोड्न बोल त। अहिले बहिनी अनि के त? अहिले बहिनी फोनमा त बेबी सेबी भनेर बोल्थ्यौ त? ओ भाइ तिमी मेरो बिहे टुटाउन आएको हो? त्यस्तो होइन। तिमीले मलाई पहिला त्यस्तो किन भन्यौ? तिमीले मलाई फोन गरेर किन बोलायौ? तिमी उता जाऊ यार। क्या हुने त? विश्वास गर यार।
यो अहिले आफ्नो बुढी आएर तिमी पनि आफ्नो औकात देखाउँदैछौ होला तिमी यति राम्री छँदैछौ यार म फेरि अरू नाइ अनि के हो त मेरो आँखाले के देख्यो ह अरे मैले मेरो आँखाले देखेको बुझ्नु भयो नि अरे कहिले काहीँ आँखाले देखेको गलत पनि हुन्छ के के थियो त अनि दुईटै एक्लै यहाँ मस्की गर्न किन बोल्नु भएको थियो म उसँग मैले हेल्प मात्र गर्न खोजेको उसले केही होइन के त्यस्तो यार हेल्प यस्तो हुन्छ चप्किन्छ र अरे कसम यार तिमी किन विश्वास गरिरहेको भयो कस्तो हो लडेको कस्तो हो सरी यार के साथी हो बहिनी बचाउ पनि गाई त्यस्तो प्र्याङ्क गर्थे नि फुलकुमारी अब प्र्याङ्क कस्तो लाग्यो त छोटी से प्यारी सी नन्ही हजुरलाई तो गाइस बबाल प्र्याङ्क भयो होइन फुलकुमारी माथि चाहिँ होइन मेरो साथी होइन मैले चाहिँ कल गरेर बोलाएको थिएँ सो पहिलादेखि हाम्रो घरमा आउँथ्यो मैले चाहिँ चिन्थेँ होइन त्यति बेला चाहिँ फुल हाम्रो बिहे भएदेखि चाहिँ ऊ आएको थिएन नि त फुलकुमारीलाई चिनेको थिएन त्यसैले चाहिँ उसलाई प्र्याङ्क गरिदिएको आज बबाल सो गाइस थ्याङ्क यू सो मच भिडियो मन पऱ्यो लाइक कमेन्ट एन्ड फलो गर्नुलाई टेक बाई बाई टेक केयर ओके बाई बाई टेक केयर सबैजना हाम्रो प्र्याङ्क कस्तो लाग्यो लाइक कमेन्ट एन्ड सेयर गरिदिनु होला